सुनाइ पाठ 7 पश्चाताप। आफ्ना छोराले 12 कक्षा पुरा गरेकामा नरेशका आमा बुबा धेरै खुसी भए। उनीहरूले छोरालाई क्याम्पसमा पढाउने र असल मान्छे बनाउने सपना देखे। छोरालाई पढ्न सहर पठाए। 1 वर्षपछि नरेश घर फर्कियो। उसको पहिरन देखेर बुढाबुढी छक्क परे। उसले कानमा मुद्रा लगाएको थियो। उसको कपाल लामो पालेको थियो। ती सोझासाझा आमा बुबाले सम्झे सायद क्याम्पस पढ्दा यस्तै गर्नुपर्छ होला। नरेशले साँझ आमा बुबासँग आफू विदेश जाने कुरा गर्यो। पहिले त उनीहरूले मानेनन्, तर नरेशको जिद्दीका अगाडि उनीहरूको केही चलेन। एक्लो छोरो गरून् त के गरून् बुढाबुढी, भए पनि यसकै नभए पनि यसकै भनेर भात खाने खेत बेचेर छोरालाई विदेश पठाए। नरेश विदेश गएको 5 वर्ष पुरा भयो, तर ऊ घर फर्किएन। बुढाबुढी छोरो घर नआएकामा दुखी थिए। उता विदेशमा नरेश कुलतमा फसेको र राम्रोसँग काम पनि नगरेको खबर आयो। त्यस गाउँबाट विदेश जाने नरेश पहिलो युवा थियो। त्यसैले पनि सबैले नरेशले विदेशमा के गर्छ भन्ने कुरामा धेरै चासो दिने गर्थे। नरेशले भने उतै बिहे गरेको कुरा सुनियो। बुढाबुढीलाई अब नरेश स्वदेश फर्किने कुरामा विश्वास लाग्न छोड्यो। उसले आफ्नो बिहेमा त आफ्ना आमा बुबालाई सम्झेन भन्ने कुरामा उनीहरूको चित्त दुख्यो। यति हुँदाहुँदै पनि सास र उन्जेल आश छोड्न हुँदैन भन्ने विचार लिएर उनीहरू नरेशको प्रतीक्षा गरिरहे। अब बुढाबुढी निकै अशक्त हुन थाले। उनीहरूलाई जीवन निर्वाह गर्न पनि निकै कठिन हुँदै थियो। छोरालाई विदेश पठाउँदा खेत पनि बेचेका हुनाले उनीहरूलाई जीवन धान्न कठिन भएको थियो। अब उनीहरूलाई छोरो आउने आश मरिसकेको थियो। एक दिन बुढालाई बिसन्चो भयो। उनलाई छिमेकीले अस्पताल पुर्याए। जाँचको सबै नतिजा आउँदा मृगौलामा समस्या भएको पाइयो। एकातिर आर्थिक अभाव र अर्कातिर बुढेसकालको सहारा नपाउँदा बुढाबुढीलाई छोरा विदेश पठाएकामा पश्चाताप भयो।